आज चाहिँ हामी चाहिँ इस्कुस तरुल खानु जाँदैछु होइन। बिरेन म बिरेन चाहिँ अगाडि जाँदैछ। डोकोमा दुईटा हँसिया छ होइन। त्यहाँदेखि एउटा उयो छ, एउटा काँटा छ होइन। त्यहाँदेखि बेल्चा छ होइन। अन्त हामी चाहिँ पल्लोबारी इस्कुस तरुल खानु जाँदैछौँ होइन। तपाईँहरू हेर्दै गर्नुहोस् होला होइन, स्किप नगरिकन। अन्त हाम्रो चाहिँ यस्तो छ होइन, जङ्गल चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। उस्तो मान्छे चाहिँ जङ्गलमा हराउँछ होइन। ठुलो छ, एरिया ठुलो छ कि जङ्गलको चाहिँ, रुखहरू पुरा अत्तर छैन। यो चाहिँ हाम्रो बाटो हो उता बारी जाने। तरुल खाने हुन्छ। बिरेनले चाहिँ खन्छ अरे आज तरुल। तपाईँहरूले हेर्नुहोस् होला यसले कति सिकेको चाहिँ खन्दो रहेछ। हेरौँ यता भरे तपाईँहरूले हेर्नुहोस् होला। यो चाहिँ उयसको भिक्सको बोट हो होइन। भिक्सको यो भिक्सै गर्नुहुन्छ। काटेर सुँग्न नपताए। यता ओह्रालो चाहिँ दाउरा खोज्ने जग्गा हो। त्यहाँनिर चाहिँ घाँस पनि काट्दा हुन्छ। जङ्गल यस्तो खाँचो छ, जङ्गलै जङ्गल छ हो। यता चाहिँ हाम्रो तरुल खाने जग्गा। यता माथि पनि पुरा जङ्गलै जङ्गल छ, पुरा जङ्गल छ। यो चाहिँ लप्सीको बोट हो, तपाईँहरू देख्न सक्नुहुन्छ होइन। तर यसपालि चाहिँ फलेन लप्सी नै। उयो दुईटा उयो बिट्टी चाहिँ छ लप्सीको बोट। तपाईँले देख्न सक्नुहुन्छ। आज दिन यस्तो दामी भइरहेको छ। तँलाई बोलाएको होइन अहिले म। यस्तो दामी छ आजको दिन चाहिँ। हामी चाहिँ जाँदैछौँ। हेर्नुहोस् तपाईँहरूले बेल्चा बोकेको यी। यता चाहिँ हामीले दाउराहरू पनि खोज्थ्यौँ, तर अहिले चाहिँ खोजेको छैनौँ, भएको छैन दाउरा खोज्नु। यता ऊ माथि चाहिँ चारो ल्याउने जग्गा हो। माथि केराको बोट छ, त्यहाँबाट चारो बोक्छ सुँगुरको। यता आउने चाहिँ निगुरे पाउँछ। यस्तो निगुरेको बोट हुन्छ, तपाईँहरूले सक्नुहुन्छ। निगुरे यस्तो हुन्छ। यसलाई भन्छ निगुरे। यो चाहिँ तर चिप्ले निगुरेको बोट हो। पाखुटे तितेहरू चाहिँ माथि पाउँछ। यसलाई चाहिँ सिस्नु भन्छ। हामीले उयो के अरे लप्सीको बोट यो चाहिँ हो। अन्त अस्तिनिर चाहिँ यहाँ डिपार्टीहरूले चाहिँ अलिक राम्रो बाटो बनाइदिएको छ। गाइस तपाईँहरू हेर्दै गर्नुहोस् होला। अहिले हामी पर तरुलको भएको जग्गामा गएर तपाईँहरूलाई देखाउने छु। बाटो लामो छ, तपाईँहरूले हेर्दै गर्नुहोस् होला। गाइस अब चाहिँ हामी पुग्नु आँटिरहेको छ। हामी अब चाहिँ तरुल खन्ने जग्गामा पुग्नु आँटिरहेको छौँ। तपाईँहरू हेर्दै गर्नुहोस् होला। जङ्गलै ठुलो यता चाहिँ। आज चाहिँ दिन पनि एकदम दामी भइरहेको छ यी। बेसी रुखहरूमा चाहिँ छ यहाँ चाहिँ। साथीहरू अब चाहिँ हामी फाइनली पुग्नु आँट्यो। यता चाहिँ घाँस काट्ने जग्गा हो हाम्रो यो चाहिँ हो। आज चाहिँ अब चाहिँ हामी पुग्नै आँटेको छौँ। यो चाहिँ हाम्रो बारी तल तपाईँहरूले गोरु देख्नु सक्नुहुन्छ हल्का, अलिक मजाले देख्दैन रहेछ। गाइस यो चाहिँ कटुसको बोट हो। हामी चाहिँ बारी पुग्यौँ हो साथीहरू। साथीहरू अब चाहिँ हामी तरुल खन्ने जग्गामा
पुगिसकेको छौँ बाटो यस्तो छ ढुङ्गै ढुङ्गा छ कि यो चाहिँ पानी खाने पाइप हो यसमा पानी ल्याउँछ नि पुगिरहेको छौँ तपाईँहरूले देख्न सक्नुहुन्छ सिस्नु चाहिँ साथीहरू यहाँ हेर्नुहोस् तपाईँले बाटो यस्तो छ यो चाहिँ नाकीमा कि किनीमा पो भन्छ हो यसलाई यो चाहिँ नाकीमाको बोट हो फाइनली हामी पुगिसकेको छौँ चाहिँ पहिला फुल रोपेको थियो यस्तो भइरहेछ यो चाहिँ हाम्रो बारी हो बारीमा चाहिँ यस्तो रोपिरहेको छ तपाईँले देख्न सक्नुहुन्छ यी हाम्रो बारीमा यस्तो यो धनियाँको मसिनो बिउरा उम्रिँदैछ कति ठुलो हुँदैछ यो चाहिँ सागको हो यो सागको हो यी यत्रो छ सागको यो फुल यी यता माथि पनि बारी छ यो चाहिँ लसुन हो खर्सानीको बोट यी धनियाँ चाहिँ यत्रो मात्रै हुँदैछ भर्ने राम्रो धनियाँ चाहिँ यत्रो मात्रै हुँदैछ हाम्रो यो चाहिँ हाम्रो बारी हो अन्त यहाँ खर्सानी फलिरहेको रहेछ हाम्रो बारीदेखि ओह्रालो चाहिँ यस्तो छ तपाईँहरू हेरि सक्नुहुन्छ भिड छ कि यस्तो डरलाग्दो भिड छ यी तल पुग्छ नि हौ यस्तो पहिरो लडेको हो यी जङ्गल हेर्नुहोस् तपाईँहरूले जङ्गल मात्रै छ यी हाम्रो त यो चाहिँ हाम्रो काँक्राको बोट हो यहाँ भर्खर चिचिला लाग्दो रहेछ त यी डिसेम्बरतिर पनि हुँदो रहेछ काँक्रा चाहिँ काँक्राको बोटी यो चाहिँ हाम्रो पुरानो घर थियो होइन पहिलाको हाम्रो घर हामी यहीँनिर हुर्केको होइन साथीहरू मम्मीले चाहिँ अस्तिनिर हाम्रो यो पुरानो घरेटीमा चाहिँ के बनाउनु भएछ रोप्नु भएछ साथीहरू यो चाहिँ यो वाल लगाएको तपाईँहरू देख्नुहुनेछ नि यो हल्का यो वाल लगाएको देख्नुहुनेछ नि यो यहाँ चाहिँ यो चाहिँ पहिला चुला थियो यहाँ चाहिँ चुला थियो होइन साथीहरू अनि त्यहाँदेखि चाहिँ यो चाहिँ हाम्रो सिँढी हो पहिला ढुङ्गाको सिँढी थियो होइन साथीहरू हाम्रो चाहिँ पहिला यस्तो थियो यहाँनिर घर थियो यो चाहिँ हामी इस्कुस तरुल खन्नको यहाँ छ डोको तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ पहिला हाम्रो गाई गोठ थियो यहीँ खनिन्छ इस्कुस हामीले इस्कुसको दराउ यत्रो देख्नुहुनेछ तपाईँहरू यत्रो छ यहाँ हाम्रो गाई गोठ थियो तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो साग यहाँ गाईको मलमा इस्कुस चाहिँ यत्रो यो सानो खालको इस्कुस हो यत्रो मात्रै हुन्छ यो इस्कुस चाहिँ यत्रो मात्रै हुन्छ तर पनि बाँदरले खाइसक्छ यो इस्कुस यत्रो मात्रै छ अब चाहिँ हामी खन्नु थाल्दैछौँ उपर छ यो मल चाहिँ पहिला हटाउनु पर्ने हुन्छ यो पनि काँक्राको बोट रहेछ हो आप्पाले मार्छ तर यो काँक्राको बोटमा के गर्नु खोजेको